ओके चिप्लिनुहुन्छ त हामी क्याम्प सेन्टरमा सपिङ गर्न लागेको भएर यो चाहिँ क्याम्प सेन्टर हो होइन अब के हाम्रो नवाज दाई घुम्दै हुनुहुन्छ क्याम्प सेन्टर हाम्रो दाइले केही किन्ने अरे सामान के कति किन्ने भन्ने कुरो चाहिँ भाइले किनिदिने अरे दाइको लागि भनेर दाइ तपाईँलाई सपिङ गरिदिन्छु भनेर लिएर हिँडेको छ यहाँ त ऐनै देखिन्छ त यार होइन हेर्दै हेर्दै हिँड्दा पनि हुन्छ ठिकै छ अब चस्मा लिन आइपुग्यो आँखा ला डलर भएको भए त दाइ यो एक्सर्साइज गर्दा हुन्थ्यो यार होइन होला 1 रुपियाँमा त्यो मेरो वालेटमा त हो कि जस्तो लागिरहेको छ मलाई त्यो एक्वेरियमहरू रहेछ यहाँ चाहिँ होइन माछाको एक्वेरियम त राम्रो छ तर हामी वरतिर आयो कि यता त केही छैन हामी उतातिर तल उतातिरै जानुपर्छ है एक्वेरियमतिर त गएर पनि के गर्दैन मलाई म भिडियोमा सबै देखाउने भनेर हिँडेको मान्छे मै हराएँ नि दाइ मेन यही हो क्या यसको यही सपिङ सेन्टर यही होला यहाँ छ त 5 रुपियाँमा छ त नि भेस्टहरू रेटहरू भन्दा पनि म जुत्ताहरू चाहिँ हेर्छु नि त ल हेर त ल उताबाट ज्याकेट चाहिँ दामी दामी देख्ने खान्छ हो उयो चाहिँ के अरे जुत्ता चाहिँ झेल्ने बित्तिकै सकिन्छ अरे हामीहरू चाहिँ जानु नि कतिको छ अब भाइ कति छ दामी सस्तो छ यार 120 120 कस्तो दामी दामी हो हामी यहाँ दिन आएको रहेछ नि त हेर त ल यो कस्तो दामी छ नि कति छ दाम 72 दामी छ दामी छ त फर पनि छ त भित्र दामी छ नि ल हाउ स्पेसल अफर विन्टर आइटम स्पेसल अफरमा रहेछ नसकियोस् यो चाहिँ 1-2 दिन कसैले नकिन्छस् पहिला यहाँ देखाउँदा खान्छु यता हेर त भाइ दामी छ ज्याकेट खोइ त हेर त मलाई ठिक्क त हुन्छ नि कस्तो बबाल छ दाइ होइन होला हल्का छोटो त होइन नि छैन ठिक्क छ दामी हो कसलाई यो त तर त्यो लाउने होइन नि त यो ज्याकेट लाउने चेन लाएर लाउने होइन नि त यो त खुल्ला लाउने आउटरको टाइपमा लाउने हो नि त होइन दामी छ के होइन नजानेको कुरो त सिकाऊ है कि कस्तो हो यो अनि दामी छ दामी मलाई दामी लाग्यो यार मलाई चाहिँ हो होइन ठिकै छ अहिले यो लुकाएर राख्नु उता कुनामा पछाडि गरिहाल्छु अब 3 दिन 4 दिन त हो नि ल दाइ यो ज्याकेट सेम म अस्ति उसले गेस्टले दिएको 72 को रहेछ दाइ दाइ यो सेम ज्याकेट हो कुन अस्ति उयोले मलाई एउटा गेस्टले दिएको थिएन 72 को रहेछ